तो चलिए शुरू करते हैं। हेलो सबैलाई वेलकम छ मेरो भिडियोमा। सो अहिले भर्खर बिहान भयो अनि उठेँ म फ्री नै हुन्छु दिनभर नै अनि सो वाइ नट मेक भिडियोजहरू अनि आफ्नो डेली लाइफस्टाइलहरूको बारेमा भनौँ, अलिअलि कन्टेन्टहरू बनाऊँ, भिडियो बनाऊँ अनि सेयर गरौँ न त भनेर। सो अबदेखि चाहिँ म भिडियो बनाउन गइरहेको छु अनि सो आइ एम ट्राइङ माई बेस्ट। भर्खर स्टार्ट गरे हो, पहिलेदेखि नै रहर थियो, मन नि थियो, तर स्टार्ट गर्ने आँट आएन। अब चाहिँ लेट्स मेक स्टार्ट गरौँ न त भनेर स्टार्ट गर्दैछु। भिडियोहरू लो क्वालिटीको हुनसक्छ, स्टार्टिङमा बिस्तारै बिस्तारै इम्प्रुभ गर्दै जान्छु। सो भर्खर उठेँ म चाहिँ अनि भर्खर उठेँ लाइक 11 बजेको थियो, 11 साढे 11 बजेको थियो अनि फ्रेस भएँ। अब चाहिँ चिया खाऊँ न त भनेर अनि चिया बनाउँदैछु म यहाँ। चिया बनाउँदैछु म अनि चिया बनेपछि हामी चिया, ब्रेड र बिस्कुट खान्छौँ। A few moments later. सो चिया रेडी भइसक्यो, मसँग चाहिँ चिया, ब्रेड अनि त्यसपछि सम बिस्कुट्सहरू। अब चाहिँ हामी बसेर खान्छौँ। मैले चिया नि खाइसकेँ, अब चाहिँ म बाहिर निस्किन थालेको। बाहिर भन्दा पनि चाबी लिइसकेँ मैले, बाहिर भन्दा पनि त्यहीँ तल नजिकै अफिसमा, अपार्टमेन्टको अफिसमा जान थालेको। सो मसँग कनेक्ट हुनु। सो ढोका खोल्छु म। बाहिरको मौसम एकदम दामी छ है। त्यहाँ अलिकति काम थियो अपार्टमेन्टको अनि सो त्यसकै लागि जान थालेको। अपार्टमेन्ट एकदम दामी छ, भिडियो पनि एकदम दामी आइरहेछ। सो कनेक्ट हुनु मसँग, स्टे कनेक्टेड। मौसम एकदम दामी छ, लाइक पानी परिरहेको हुन्छ, राति पानी परिरहेको थियो अनि त्यही भएर अनि पानी परिरहेको थियो राति अनि सो त्यही भएर मौसम पनि चिसै छ आज, राम्रै छ अनि केही छैन। स्विमिङ पुल त्यहीँ छ हाम्रो, त्यहाँ छ अनि अफिस चाहिँ त्यहीँ साइडमै हो। सो लेट्स गो। 2 hours later. म चाहिँ निक्लिसकेँ पेपर लिएर। अलिकति त्यो प्रब्लम भएको थियो कि लाइक लिज एग्रिमेन्टमा अनरको साइन थिएन अनि ड्राइभिङ लाइसेन्सको पर्मिट निकाल्न गएको थियौँ हिजो हामी। अनि पर्मिटमा चाहिँ अनि लिज एग्रिमेन्ट बुझाउनु पर्ने हुन्छ कि लाइक आफ्नो नाम एड्रेस भेरिफाई गरेर बुझाउनु पर्ने हुन्छ। अनि त्यसमा लाइक गएको खुसी भएको थियो पर्मिट आउँछ भनेर, तर त्यहाँ चाहिँ के गरिदियो भन्दाखेरि लाइक तेरो अनरको सिग्नेचरै छैन पेपरमा, तँलाई दिन्न, अर्कोचोटि फेरि रिसेड्युल गरेर आइज भने। सो त्यही भन्न गएको थिएँ, अर्को प्रिन्ट आउट गरेर दियो। सो आइ एम कमिङ ब्याक अब। अनि अहिले वाइफाई जोडेको छैन अपार्टमेन्टमा, सो आज जोड्छ होला। अनि एकछिनलाई चाहिँ म अब के गर्छु भन्दाखेरि त्यहीँ लिजिङ अफिसमै जान्छु, बस्छु अनि त्यहाँ अलिअलि कामहरू छ, लाइक ल्यापटपमा अलिअलि कामहरू छ अनि गएर त्यहीँ बसेर गर्छु अनि आउँछु एकछिनमा। अब चाहिँ हामी बाहिर निक्लेको, एयरपोर्टतिर जान थालेको। साथी आउँदैछ, साथीलाई पिक गर्छौँ अनि साथीलाई पिक गरेपछि फेरि आउँछौँ रुममा। हामी चाहिँ अहिले बाहिर आएको थियौँ अनि लाइक अब साथीलाई पिकअप गर्नुपर्ने थियो आज अनि त्यही भएर एयरपोर्ट आएको। अनि अब एयरपोर्टबाट पिकअप गर्छ कि अब चाहिँ हामी बाहिरतिर जान्छौँ, एकछिन पछि बेलुकातिर निक्लिन्छौँ होला। सो मसँग कनेक्टेड भइरहनु है त। यतिखेर चाहिँ हामीले साथीलाई पिकअप गरिसकेका थियौँ। अब चाहिँ हामी रुम गयौँ अनि सुटकेसहरू सब राखेर अनि बेलुका खाना खानको लागि बाहिर निक्लिँदैछौँ। फेरि पनि भिडियो कन्टिन्यू गरिरहेको छु म यहाँबाट होइन। अस्ति चाहिँ लाइक हामी एयरपोर्टमा गएको थियौँ अनि एयरपोर्टमा जाँदाखेरि चाहिँ अनि एयरपोर्टमा गएको अनि त्यसपछि साथीलाई लिएर हामी चाहिँ अनि एयरपोर्टमा गएपछि एयरपोर्टमा गएपछि साथीलाई लिएर हामी चाहिँ त्यसपछि रुममा गयौँ। त्यो दिनको भिडियो चाहिँ मैले कन्टिन्यू गर्न पाइनँ, लाइक त्यसपछि हामी चाहिँ बाहिर खाना गएको थियौँ अनि त्यो चाहिँ अर्को दिनको हो अनि कन्टिन्यू गरिरहेको छु मैले चाहिँ। आज चाहिँ हामी वालमार्ट आएको थियौँ केही सामानहरू लिनको लागि अनि सामानहरू सकिएको थियो। सो वालमार्ट आएको छौँ हामी चाहिँ। नेपालको सुपर मार्केट भने जस्तै यहाँ चाहिँ लाइक वालमार्टहरू हुन्छ, वालमार्ट अनि त्यसपछि मायर, त्यसपछि क्रोगरहरू हुन्छ। अनि यहाँ चाहिँ सबैलाई हुन्छ नि त्यो नेपालको उयोहरू जस्तै सबै सामान पाउँछ यसमा चाहिँ। भाटबटिनी जस्तैहरू भन्दा पनि भाटबटिनीहरू जस्तै सुपर मार्केट जस्तै यहाँ चाहिँ सबै सामान पाउँछ।
वालमार्टबाट सामान सब किनेपछि हामी फालुदा र आइसक्रिम खान निक्ल्यौँ अनि आइसक्रिमहरू खाएपछि हामी त्यसपछि घरतिर गयौँ अनि सुत्यौँ। मैले अरू भिडियो रेकर्ड गर्न पाइनँ। अब यति नै आजको लागि एन्डिङ। यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच। गुड नाइट। फेरि भेटौँला। बाई। खत्म। बाय बाय, टाटा, गुड बाय, गया।